बाटो चाहिँ यस्तो छ है, बलौटे माटो पुरै खोस्रिन्छ यस्तोमा। ब्रेक हान्दाखेरि पनि टायर गाडेर जान्छ। यस्तोमा चाहिँ राइडिङ गर्न अलि गाह्रै हुन्छ, किनभने माटोमा दबेसी त लड्ने त हो नि होइन। अब फाट्लो चिप्लेर लडिहाल्छ। अनि यस्तो गुठा ढुङ्गामा अलिकति रिक्सी हुन्छ। गुठा ढुङ्गाहरू चाहिँ कस्तो हुन्छ भने फालिदिने, अनि ब्रेक थोरै बढी भयो भने घिस्रिने गर्छ क्या। अनि यस्तोमा चाहिँ राइडिङ अलिकति आफूले सेफ तरिकाले गर्नुपर्छ। अब फेरि राइडर भनेर कुदाएर मात्र नि हुँदैन, आफू पनि सेफ हुनु पर्यो। पुरै हाम्रो चाहिँ यताको बाटो चाहिँ अलिक गुठा ढुङ्गा बलौटे माटो है, रोडै त्यस्तो छ क्या। अनि यो ठ्याक्क बिचमा हामीले चाहिँ लिक बनाएको छ। यो बिचको लिक कटेर छेउतिर गयो भने पुरै मान्छे त्यो उकालो आउँदा चढ्न सक्दैन, तलतिर जाँदा लडिहाल्छ। यो त्यही भएर यो बिचको लिक हिँड्नुपर्छ होइन, ठ्याक्कै ट्रायलमा दिए जस्तै के। त्यो